ल परिचय दिनु। सबैलाई नमस्कार। उम्, मेरो नाम धर्मकला रावल। उम्, पतेर गाउँपालिका वडा नम्बर 10, उम्, केन्द्र नम्बर 68, उम्, 3 कि 4 सदस्य। उम्, खाना संस्थाबाट उम्। रु 1 लाख 1 लाख ऋण माग्ने भन्नुभयो? हजुर भन्ने ल ल 1 लाख रुपियाँ निकाल्न तयार छौँ। ए निवेद 50 गर्छौँ। नियमित बचत किस्ता चाहिँ रेगुलर आउँछ हजुरको? आउँछ आउँछ। अनि उहाँले 1 लाख रुपियाँ चलाउन सक्नुहुन्छ? 1 लाखको किस्ता मजाले रेगुलर आउँछ त उहाँको? सदस्यहरूले उहाँलाई 1 लाख रुपियाँ दिन सक्नुहुन्छ? आउँछ। नै यदि नआयो भने तपाईँ दिन तयार हुनुहुन्छ होइन? सबै सदस्य तयार त हुनु पऱ्यो नि। उहाँलाई 1 लाख रुपियाँ ऋण दिनलाई सबै सदस्यको रुजु हुनु पऱ्यो कि उहाँलाई 1 लाख रुपियाँ दिन्छौँ, उहाँले तिर्न सक्छन् भन्ने सम्पूर्ण सदस्यको रुजु हुनुपर्छ कि। त्यो भएर उहाँको 1 लाख रुपियाँ संस्थाबाट लियो भने किस्ता रेगुलर तिर्नुहुन्छ होइन? तिर्नु पर्छ। नतिरेपछि हामी हो। अनि योभन्दा अगाडि 1 लाख काहीँ लिनुभएको थियो पैसा? माग गरेको थियो? लिएको थियो? लिनु भएन? फर्स्ट किस्ता हो होइन? पहिला गद्दा त गर्यो। ए त्यो पनि किस्ता चाहिँ फर्स्ट भयो। अब यहाँसम्म किस्ता तपाईँले लिएर नियमित तिर्नुपर्छ। भोलि यदि तपाईँले बेइमानी गर्नु भने यहाँ समूहको बचत काटिन्छ हेर्नुहोस् है। प्रत्येक सदस्यको बचत काट यति भिडियो बसाल्न काम्ती हो कि सबै उहाँले थाहा हुनु पऱ्यो कि उहाँले 1 लाख रुपियाँ दिनुभएको छ, उहाँ किस्ता नियमित तिर्नुहुन्छ। यदि तिर्नु भएन भने बचत काटिन्छ हेर्नुहोस् है। 3000 रुपियाँ बिमा चाहिन्छ, 2000 रुपियाँ सेवा शुल्क चाहिन्छ। 3000 बिमा तपाईँकै हो, 2000 सेवा शुल्क चाहिँ फिर्ता हुँदैन है, त्यो संस्थाले लिने गर्छ। कुरा बुझ्नुभयो? 10,000 रुपियाँ काट्छ, उहाँ सेयर काट्छ, 90 पाउनुहुन्छ, 1 लाखको किस्ता तिर्नुपर्छ है। अनि केन्द्र उहाँलाई 1 लाख रुपियाँ ऋण पारित गर्ने हो त केन्द्र प्रमुखले भनिदिनु पऱ्यो। उहाँ किस्ता रेगुलर नआयो भने जिम्मेवारी सम्पूर्ण सदस्य हुनुहुन्छ होइन? ल उहाँलाई 1 लाख रुपियाँ पारित गर्नको लागि ताली हानिदिनु सबै।